नारायणहिटी दरबार हत्याकाण्ड भएको आज 23 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो। राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए। सो दिन शुक्रबार बेलुकाको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। उक्त दरबार हत्याकाण्ड 23 वर्षसम्म पनि रहस्यको गर्भमै छ। त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणाभाट रहेको उच्च स्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहराए पनि त्यसलाई आम जनताले विश्वास गरेका छैनन्। तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको बेहोराको निष्कर्ष समितिले निकालेको थियो। तर उक्त प्रतिवेदनको दावीलाई धेरैले विश्वास नगरेको पाइन्छ। सत्तामा पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने बाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन। जेठ 19 गतेको दरबार हत्याकाण्ड अहिले हरेक वर्ष सम्झिएर मात्र बित्ने गरेको छ। दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्रहालयमा परिणत गरिएको छ। वीरेन्द्रको परिवारले प्रयोग गरेका केही सामग्री संरक्षित भएका छन् भने हत्या भएको स्थान वीरेन्द्र सदन भने भत्काइएको छ। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। राजा वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र पनि धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन नसक्दा 2062-63 को जनआन्दोलन मार्फत पुनः स्थापित संसदले राजाका सम्पूर्ण अधिकार खोसेको थियो। 2065 सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भएको थियो।